5 लाखको बाइकमा 500 को पनि स्टिकर टाँच्न पाइँदैन। ट्राफिकले मोडिफिकेसनको चिट काटिहाल्छ। बाइक मोडिफाई किन गर्ने र मोडिफाई गरेपछि बाइकको के चेन्जेस गर्ने र गर्दाखेरि चाहिँ के कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने सबै कुराहरूको चाहिँ आज मैले यो भिडियो लिएर आएको छु तपाईहरुलाई। सो यो भिडियोलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मलाई सब्स्क्राइब गरेर सपोर्ट देखाइदिनु होला। सुरुमा कुरा गरौँ मोडिफिकेसन किन गरिन्छ भनेर। मोडिफिकेसन गर्नुको 3-4 कारणहरू छन्। जस्तो एउटा चाहिँ तपाईको पर्सनालिटी झल्काउनलाई हुन्छ। पर्सनालिटी यहाँ कि हामीले चढ्ने बाइक भनेको त्यो बाइक मेसिन मात्र होइन, हाम्रो एउटा साथ र साथी पनि हुनेछ। त्यो कुराहरू चाहिँ हामीले हाम्रो पर्सनालिटी हाम्रो कस्तो छ बिहेभियर त्यो कुराहरू चाहिँ हामीले खानपान हिँड्ने कुराहरू अथवा सबै कुराहरूमा चाहिँ झल्काउँछौँ। त्यही कुरा जस्तै बाइकमा पनि हामीले केही कुराहरू हाम्रो स्टिकर अथवा केही कुराहरू चेन्जेस गरेर हामीले चाहिँ त्यो कुराहरू झल्काइरहेको हुन्छ। लाइक म्युजिसियन छौँ भने हामी म्युजिकको स्टिकरहरू टाँसिरहेको हुन्छ, अथवा कोही भिडियोग्राफर फोटोग्राफर हुनुहुन्छ भने उहाँले क्यामेराको टाँच्नु भइरहेको हुन्छ, अथवा यस्तो कुराहरू चाहिँ हाम्रो बाइकमा चाहिँ झल्काउँदाखेरि चाहिँ अलिकति छुट्टै सेटिस्फ्याक्सन मिल्छ। हुन त बाइकहरूको लुक्स पहिले नै एकदमै फिट एन्ड फाइन भएर आएको हुन्छ, किनकि इन्जिनियरिङ बवाल भएर आएको हुन्छ। अब लुक्सहरू पनि अलिकति चेन्ज गर्नु अलिकति मन लाग्यो भने चाहिँ अलिकति बजारमा चाहिँ धेरैजनाले चाहिँ लुक्स नै चेन्ज गरिदिएको पनि पाइन्छ। जस्तो कलरको कुरा आउँछ, त्यस्तो जस्तो हेडलाइटको कुरा आउँछ। यस्तो कुराहरू चाहिँ मजाले चेन्ज गरेर बाइकलाई अलिकति अरूभन्दा डिफ्रेन्ट देखाउँ मेरो बाइक भनेर चाहिँ धेरैको चाहना हुन्छ। जस्तो कति मान्छेहरूको चाहिँ अब सिट हाइटको कारणले गर्दाखेरि अथवा भनौँ न सिट कुसनको कारणले गर्दाखेरि चाहिँ अलिकति मान्छेमा अलिकति कम्फर्टको कुराहरू चाहिँ नहुन सक्छ। त्यो कुराहरू चाहिँ आफूले पछि चाहिँ बाइक किनेपछि यस्तो सिट हाल्छु, ती सिट हाइट बढाउँछु अथवा अलिकति घटाउँछु भन्ने कुरा लाइक यो कुराहरू त सानो हो। अनि जस तपाईँहरूले पनि गर्न सक्नुहुन्छ, सिट हाइट चाहिँ अलिकति तलमाथि गरेर आफूलाई मन परेको सिट चाहिँ एकदमै चेन्ज गर्न सक्नुहुन्छ। अनि पर्फर्मेन्सको कुरा आउँछ। पर्फर्मेन्स सुधार्नको लागि पनि मान्छेहरूले धेरै चेन्ज गरिरहेको हुन्छ, अलिकति मोडिफाई गरिरहेको हुन्छ बाइकहरू चाहिँ। अनि तपाईँहरूले चाहिँ भनेको ठाउँमा भनेको जसरी चाहिँ मजाले अलिकति पर्फर्मेन्स ल्याउनको लागि त्यो भनेको इन्टरनल कुराहरू हो, अनि त्यो चाहिँ मजाले चेन्ज गर्न सक्नुहुन्छ है त। अनि अर्को कुरा तपाईँहरूले चाहिँ एकदमै त्यो तपाईँहरूको बाइकमा चाहिँ राम्रो सक प्रिमियम सेगमेन्टमा हुने देख्ने मात्र सकहरू चाहिँ तपाईँको बाइकमा नहुन सक्छ, त्यो पनि मजाले मोडिफाई गर्न सक्नुहुन्छ। त्यो कुराले पनि हामीलाई चाहिँ एकदमै कम्फर्ट दिन्छ क्या बाइक चलाउँदाखेरि, अनि मजा पनि आउँछ। आफूलाई मन परेको कुराहरू चेन्ज हुँदाखेरि चाहिँ कस्तो मजा आउँछ भने सबै बाइक किन्दाखेरि चाहिँ अब सुरुमै एलइडी लाइटहरू अथवा भनौँ न हामीले चाहेको जतिको अब पर्फर्मेन्सवाला लाइटहरू नआउनु पनि सक्छ, हेडलाइट नआउनु पनि सक्छ, अनि हामीले चेन्ज गर्दाखेरि चाहिँ त्यो कुराहरू पनि चेन्ज गर्न सक्छौँ मजाले। सो कति बाइकहरूमा चाहिँ डबल ह्यान्डलबार आइरहेको हुन्छ, अनि कतिजनाले चाहिँ सिङ्गल ह्यान्डलबार मनपर्छ क्या। अनि त्यो कुराहरू चाहिँ तपाईँले पछि चेन्ज पनि गर्न मिल्यो। त्यो कुराले पनि तपाईँलाई कम्फर्ट प्लस सेफ्टीको कुरा पनि हो। डबल ह्यान्डबारहरू चाहिँ अलिकति कुनै ठाउँमा खाल्टाखुल्टीमा पर्दाखेरि त्यो भाँचिएको पनि धेरै भिडियोहरू हामीले देखि पनि रहेको हुन्छौँ। सो मान्छेहरूलाई चाहिँ पावर अनुसारको बाइक अनुसारको चाहिँ एउटा एक्जस्ट चाहिँ पाइरहेको हुँदैन हामीले सुरुमा सोरुमबाट किन्ने बाइकहरूमा चाहिँ, नयाँ बाइकहरूमा चाहिँ। अनि त्यो बाइक कता न कता त्यो बाइक चाहिँ हामीलाई त्यति मन परिरहेको हुँदैन एक्जस्टकै कारणले गर्दा पनि। एक्जस्ट पनि कति मान्छेहरूलाई चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, लोकप्रिय नै हो यो कुरा चाहिँ। सो तपाईँहरूले एक्जस्ट पनि चेन्ज गराउनु पर्ने हुन्छ। र लिगल कुराहरू चाहिँ मैले तपाईँलाई लास्टमा भन्नेछु, मेरो पर्सनल ओपिनियन के छ भन्ने कुरा त्यो कुरा पनि म तपाईँहरूलाई लास्टमा जानकारी गराउनेछु। यो त भयो बाइक मोडिफिकेसनको कुरा। अब मोडिफिकेसन गर्दाखेरि चाहिँ हामीले के कुरामा ध्यान दिनुपर्छ त? पहिलो नम्बरमा छ तपाईँहरूलाई पहिलो कुरा चाहिँ अब लिगल कुरा नै हो तपाईँहरूलाई होइन। के कुरा चाहिँ गर्न मिल्छ, के कुरा चाहिँ गर्न मिल्दैन भनेर चाहिँ मजाले तपाईँले चाहिँ एकदमै रिसर्च गर्नुपर्ने हुन्छ। जस्तो कि एक्जस्टको कुरामा एकदमै तपाईँहरू चाहिँ बाहिर ट्राफिकहरूले पनि एकदमै चिट काटेकै हुन्छ। यातायात कानुनले के भन्छ भने कुनै पनि सवारी साधन खरिद गरिसकेपछि त्यसलाई चाहिँ स्वरूप परिवर्तन गर्न पाइँदैन। कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ, किनकि हाइडिबी र त्यो कुराहरूमा चाहिँ एकदमै खेद्दो नै गर्छ ट्राफिकले होइन। त्यो कुरा चाहिँ हामी देख्न पनि सक्छौँ धेरै। र अर्को कुरा रहेको छ सेफ्टीको। उदाहरणको लागि तपाईँहरूले हेडलाइट मोडिफिकेसन गर्दाखेरि चाहिँ तपाईँले बिम चाहिँ अलाइनमेन्ट एकदमै सही राख्नुपर्छ, जसले चाहिँ अरू चालकहरूलाई अगाडिबाट आउने बाइकहरूलाई पनि गाडीहरूलाई पनि गाह्रो नहोस् तपाईँको लाइटले गर्दाखेरि चाहिँ। ब्रेकको सिस्टमहरू चाहिँ इन्डिकेटरहरू जस्तो टायरहरू चाहिँ यो एकदम इम्पोर्टेन्ट कुराहरू हुन्छ। अनि यो मोडिफाई गर्दाखेरि चाहिँ तपाईँले घरमै बसेर गर्छु अथवा यहीँ आफ्नै म सोखको लागि गर्छु भने चाहिँ यो कुराहरूमा चाहिँ छेडछाडी नगर्नु होला। अनि यो चाहिँ कुराहरू चाहिँ तपाईँले अथवा तपाईँको सिनियरहरू अथवा वर्कसप अथवा भनौँ सोरुमहरूलाईसँग अलिकति कन्सल्ट गरेर मात्र गर्नु होला। नर्मल स्टिकरहरू त घरमा ल्याएर तपाईँले टाँच्न पनि मिल्यो। तपाईँहरूको कुरा आउँछ इलेक्ट्रिक वाइरिङको कुरा आउँछ, हेडलाइनको सेटअपको कुरा आउँछ, एक्जस्ट हाल्ने कुराहरू आउँछ। यो कुराहरू चाहिँ तपाईँले घरमा गर्नै मिल्दैन होइन। यो कुराहरू गर्दाखेरि चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यही भएर तपाईँको राम्रो मोटिभेसन गर्ने ठाउँमा अथवा तपाईँको भनौँ न तपाईँले युट्युब हेरेको घरमा अथवा कसरी साथीलाई आउँछ भनेको घरमा चाहिँ विश्वास 100% गर्न
सकिँदैन र एकदमै त्यो गर्नु भनेको तपाईँलाई पछि गएर आफैलाई पनि हानिकारक हुन सक्छ। मोडिफिकेसन गर्दै गर्दाखेरि तपाईँहरूले चाहिँ अब सस्तो सामान पाएँ मैले अब त्यसको बदलामा यो हाल्छु भने चाहिँ त्यो कुरा चाहिँ हुँदैन क्या। तपाईँहरूलाई बाइक दिँदाखेरि चाहिँ बाइक कम्पनीले चाहिँ एकदमै टप नोच बनाएर दिइरहेको हुन्छ, त्यसको इन्जिनियरिङदेखि सबै कुराहरू ट्युनिङहरू सबै मिलाएर दिएको हुनुहुन्छ। अब त्यो कुरामा चाहिँ तपाईँले झिकेर अनि त्योभन्दा लो ग्रेड चाहिँ हाल्दै हुनुहुन्छ भने चाहिँ मोडिफिकेसन नगर्नु, तर लो ग्रेडको सामान चाहिँ नहाल्नु कि। अब लो ग्रेडको पार्ट्सहरूले चाहिँ तपाईँको बाइकको ब्यालेन्स नै बिगार्न सक्छ अथवा लुक्स चेन्ज गर्न सक्छ, त्यो त ठिक होइन नि त। जस्तो अघि पनि भनिसकेँ मैले, एउटा बाइक बनाउँदाखेरि कति इन्जिनियरिङ कुरा हुन्छ, कति ब्रेकिङको कुरा हुन्छ, यो कुराहरूमा चाहिँ एकदमै उहाँहरूले एकदमै डिपली रिसर्च गरेर एकदमै एक्सपेरिमेन्ट गरेर एउटा बाइक चाहिँ लन्च गरेको हुन्छ, धेरै दुःख गरेर। तपाईँ हामीले फ्याट एउटा चेन्ज गर्छौँ, त्यो कुराले गर्दाखेरि बाइकमा ह्याम्पर पर्दाखेरि चाहिँ त्यो मजा आउँदैन र तपाईँको स्वास्थ्यसँग पनि तपाईँले खेलवाड गर्दै हुनुहुन्छ। अब मोडिफिकेसन त तपाईँले मजाले गर्नुभयो, अब यसको फाइदा र बेफाइदाको पनि कुरा सुन्नुहोस्। सो फाइदाको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईँको सुरुमा तपाईँको चाहिँ स्टाइल र पर्सनालिटीको कुरा आउँछ। तपाईँको पर्सनालिटी एकदमै त्यहाँ झल्किरहेको हुन्छ अनि मान्छेलाई अलिकति फरक डिजाइन र फरक स्वरूप चाहिँ एकदमै मन पनि पर्छ र तपाईँलाई एक्स्ट्रा पनि देखिन्छ। त्यो जुन कुरा चाहिँ सबैले चाहिरहेको हुन्छ, म चाहिँ सो अलिक डिफ्रेन्ट बनौँ, डिफ्रेन्ट देखौँ भन्ने कुराहरू चाहिँ कतिलाई मन परिरहेको हुन्छ, त्यो कुरा चाहिँ फाइदाकै विषय हो भनौँ न। अब त्यही हो, तपाईँलाई राम्रो मोडिफिकेसन गर्नुहुन्छ भने चाहिँ तपाईँलाई एकदमै कम्फर्ट हुन्छ र तपाईँको बाइकहरू पनि अब बढाउन सक्नुहुन्छ तपाईँले। त्यो कुराहरू भनेको चाहिँ बिग प्लस पोइन्ट पनि हो जस्तो चाहिँ मलाई लाग्छ। अब राम्रो हेडलाइट हाल्नु होइन, तपाईँको सुरुमा राम्रो हेडलाइट आएको थिएन, यस्तो यस्तो कुराहरू हुन्छ नि, इन्डिकेटरहरू सानो सानो चेन्जेसहरूले चाहिँ अब हाम्रो सेफ्टी रोलमा पनि खेलिरहेको हुन्छ, जुन कुराले चाहिँ अब हामीलाई फाइदै गराउँछ क्या। अब हेडलाइटहरूले चाहिँ गर्दाखेरि चाहिँ अब एक्जस्ट मोडिफाई गर्दाखेरि चाहिँ के हामीलाई फाइदा दिन्छ त, तल कमेन्ट गर्नु होला। अब तपाईँहरूलाई फाइदाको कुराहरू राम्रोको कुराहरू धेरै भनिसकेँ मैले, अब तपाईँहरूलाई बेफाइदाको कुरा गरौँ है त। तपाईँको बाइकको अब पहिलो लुक्स र चेसिसहरूको इन्जिनहरूको कुराहरूमा चाहिँ चेन्ज गर्दाखेरि चाहिँ तपाईँहरू पर्मिसन लिनुपर्ने हुन्छ र त्यो कुरा गर्न चाहिँ हामीलाई एउटा भ्यालिड रिजन पनि चाहिन्छ। सो तपाईँहरूले यो कुराहरू गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले एउटा शास्ति, राम्रो शास्ति भेट्दै हुनुहुन्छ। सो अलिकति यो कुरा गर्दाखेरि चाहिँ एकदमै ध्यान दिनु ल। र अर्को प्रमुख बेफाइदाको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईँहरूले बिमा गरेको हुन्छ, त्यो बिमा गरेको चाहिँ अब तपाईँले एउटा गरेको हुन्छ सुरुमा, अब पछि मोडिफिकेसन पछि तपाईँको बाइकको स्वरूपै चेन्ज छ अथवा चेसिसै चेन्ज छ अथवा इन्जिनै चेन्ज छ, यस्तो कुराहरूले चाहिँ तपाईँलाई दुःख दिन सक्छ र बिमा तपाईँको क्लेम नहुनु पनि सक्छ। त्यो कुरामा पनि तपाईँले विचार गर्नुपर्ने हुन्छ। अर्को खतरा बेफाइदा भनेको चाहिँ तपाईँको अब सानो सानो कुराहरू पनि खतरै चिट हानेर हुन्छ होइन, 1000देखि 15000 भनौँ न, अब धेरै धेरै चिट हानेको पनि मैले देखेको छु भिडियोहरू। त्यो यो कुरामा पनि एकदमै अलर्ट रहनु होला। र भिडियोको अन्तिममा आइसक्यो, अब मेरो पर्सनल थट के छ त यो विषयमा। सो यत्रो मोडिफिकेसनको कुरा गरियो हामीले, तर मोडिफिकेसनको एउटा लिगल कुराहरूको चाहिँ हाम्रोमा अलिकति क्लियरिटी छैन, के गर्न पाउने के नपाउने भन्ने विषयमा। यातायातमा गएर यस्तो यस्तो कुराहरू चाहिँ चेन्ज गर्न पाउँछ भने चाहिँ थोर बहुत थोरै छ, त्यो बनाइदिनुपर्छ चाहिँ जस्तो मलाई लाग्छ। अब पाइँदैन भनेर पनि हुँदैन, त्यो कुराहरूलाई चाहिँ एनी हाउ राइडरहरूले गरेकै हुन्छ। लिगल कुराहरू त्यो विषयमा लिएर आइदियो भने चाहिँ राइडरहरू पनि इन्जोय गरिरहेको हुन्छ। जे कुरा हामीले युज गर्न अथवा चलाउन पाइरहेको छैनौँ, त्यो कुरा चाहिँ बेचबिखन किन भइरहेछ, किन आयात भइरहेछ, किन मान्छेहरूले बेचिरहेछ खुल्लेआम, त्यो कुराहरू इलिगल कुराहरू चाहिँ इलिगलै हुनुपर्ने होइन। र मोडिफिकेसन गर्ने सामानहरू चाहिँ युज नै गर्न पाइरहेको छैन भने चाहिँ त्यो कुराहरू चाहिँ पसलेहरूले चाहिँ कसरी बेच्न पाइरहेछ त, यो कुरा चाहिँ एकदमै जान्नै पर्ने कुरा हो र बुझ्नै पर्ने कुरा हो। जस्तो एक्जस्टहरूले त अलिकति खुला बाटोहरूमा यस्तो यस्तोमा चाहिँ अलिकति ठिक गर्छ भने वन जङ्गलहरूमा चराचुरुङ्गीहरूले यस्तो हानिकारक गर्छ भनेर तपाईँहरूले कमेन्ट पनि गर्नु होला, त्यो पनि ठिकै हो कुरा। तर एउटा स्टिकर टाँसेकै भरमा चाहिँ ट्राफिकले त्यत्रो फाइन गरेको चाहिँ मलाई चाहिँ एउटा राम्रो वेमा लिदिनँ म त्यो कुरालाई। अब भनौँ न त्यो स्टिकरले चाहिँ यो ट्राफिकलाई अथवा यो समाजलाई चाहिँ केही पनि गरेको थिएन होला होइन। एउटा सानो स्टिकर, आफूलाई मन परेको राइडरको नाम लेखेको स्टिकरले टाँस्दा पनि त्यो कुराहरू हुँदाखेरि चाहिँ एकदमै मलाई चाहिँ फिटिक्कै मन पर्दैन होइन, फिटिक्कै मन पर्दैन। र अधिकांश राइडरहरूले चाहिँ ट्राफिकहरू चाहिँ मन पनि पराइरहेको हुँदैन, किन होला त्यो पनि कमेन्ट गर्नु होला। मलाई त त्यो विषयमा पनि अचम्म लाग्छ, ट्राफिकहरूले किन राइडरहरूलाई बुझ्दैन, राइडरहरूले ट्राफिकहरूलाई किन नबुझेको हो कि जस्तो लाग्छ। मोडिफिकेसन गर्नु एउटा इलिगल होइन जस्तो चाहिँ मलाई लाग्छ। वर्ल्ड वाइड नै यसको चाहिँ कल्चर रहेको छ। ती देशहरू चाहिँ यो मोडिफिकेसनले गर्दाखेरि बाइकिङ कल्चरहरूले गर्दाखेरि चाहिँ चिर परिचित छ र उनीहरूले राम्रो त्यहाँबाट इन्कम पनि कमाइरहेको छ। नेपाल जस्तो देशमा चाहिँ हामीले बाइकिङ कल्चरहरू चाहिँ जन्माउन सक्यौँ भने चाहिँ यसले नेपालको अर्थतन्त्रमा पनि अलिकति सहयोग गर्छ राइडिङ ग्रुपहरूले, जस्तो मलाई लाग्छ। सो मैले चढिरहने बाइकमा चाहिँ मैले चाहिँ 1 रुपियाँको पनि मोडिफिकेसन गरेको छैन र मलाई सोरुमले जुन हालतमा बाइक दियो त्यही हालतमा मैले चढिरहेको छु। मलाई चाहिँ पर्सनल्ली भन्यो भने मैले अलिकति स्टिकरहरूमा चाहिँ वर्क गर्न चाहिँ मलाई मन छ इन फ्युचर, तर त्यस्तो एक्जस्टहरू त्यस्तो अरू लुक्सहरू नै चेन्ज गर्छु भने चाहिँ त्यस्तो मलाई लाग्दैन। तर
नेपालको पनि राइडरहरू हुनुहुन्छ 2-4 जना मैले चिनेको यस्तो राम्रो लुक्सहरू लिएर आएर चेन्ज गर्नु भएको छ। अब कतिपयको त अब छपरी लुक्सहरू पनि आइरहेको हुन्छ, छपरी टाइपको मोडिफिकेसन पनि गरिरहेको हुन्छ। अब तिनीहरूको त के कुरा गराइ भएर। सो तपाईँहरूलाई चाहिँ मोडिफिकेसन कस्तो लाग्छ, तपाईँहरू चाहिँ मोडिफिकेसन गर्न रुचाउनुहुन्छ या हुन्न, मोडिफिकेसन गर्दाखेरि तपाईँ के मोडिफाई गर्नुहुन्छ बाइकमा, के चाहिँ यस्तो गरिदियोस् नेपाल गभर्मेन्टले भनेको जस्तो लाग्छ, त्यो कुराहरू चाहिँ तल कमेन्ट गर्नु होला र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। भेटौँला अर्को भिडियोमा।